मैले सेकेन्ड इयरमा अहिले हाल चाहिँ पढिरहेको। आज हाम्रो चाहिँ फाइनल इक्जाम पनि थियो फर्स्ट इयरको। फेरि पनि मैले धेरै टाइम मिलाएर सबलाई पनि रिक्वेस्ट गरेँ, हाम्रो मेन भनेको ग्रुपको कोअर्डिनेटर सबैलाई खुसी लाग्ने, सबलाई मिलाएर राख्नु भनेको सबैजना हुनुहुन्छ। तर सागर सरको धेरै नै हात छ, हाम्रो चाहिँ पिटारी पार्टीहरू धेरै नै भोट छ हामीलाई, सरसँग जहिले पनि कुरा सेयर हुन्छ हामी थियो। यसलाई फेरि व्हाट्सएप ग्रुपमा बनाएर अनि हामीले चाहिँ यसरी कोर्डिनेट गरेको। लास्ट यसमा चाहिँ हाम्रो इन्डियन साथीहरू पनि छ, अहिले सायद भिडियो हेरिराख्नु भएको छ भने चाहिँ इन्डियन साथीहरू चाहिँ हामीले मिस गरिरहेको छौँ। हामीसँग धेरै इन्डियन साथीहरू पनि मिस भइरहेको छ अहिले चाहिँ, 5th ब्याचको 4th ब्याचको। अब त्यसपछि पनि अब छ होला अरू पनि ब्याच। र हामीले चाहिँ यो ग्रुप चाहिँ बनाइसकेपछि चाहिँ अब व्हाट्सएपमा क्रिएट गऱ्यौँ। व्हाट्सएपमा चाहिँ अब यो हामीले खास मेन चाहिँ यो ग्रुप मैले चाहिँ खास सिल्भर जुबली बनाउनु भने अब सर है। तर चाहिँ अब माहौल चाहिँ नेसनल मेडिकल कलेजमा भित्र गर्न नपाउने छ, मिल्दैन भन्ने कुराहरू पनि धेरै सुनियो। खास त कलेजले अर्गनाइज गर्नुपर्छ, किनभने मणिपालको पनि 25th सिल्भर जुबली चाहिँ मनाएको छ। त्यसमा चाहिँ सबै एक्स स्टुडेन्टहरू आउने, उसको फ्यामिली आउने गरेर अर्गनाइज गरेर हो। त्यो पनि हामी पनि गर्थ्यौँ, तर हामीलाई चाहिँ ठाउँ चाहियो कि त हामीले नेसनल मेडिकल कलेजकै ग्राउन्डमा गर्नु पऱ्यो। त्यो लागि हामीले चाहिँ हाम्रो जुन त्यो टाइममा हामीले जति हाम्रो होस्टेल क्लास होइन, अब लाइब्रेरी फेरि मेमोरी हुन्छ भन्ने हिसाबले खास त्यो एउटा राम्रो बाटो छ। अब त्यहाँ पाइएन भने चाहिँ कि त अब हामीले वीरगन्जको कुनै होटेलमा गर्छौँ, या त अब काठमाडौँमै सेन्ट्रलाइजमा गर्नुपर्ने हुन्छ। यो चाहिँ हजुरले मिलाइदिनु पर्छ। त्यो चाहिँ जसरी हुन्छ चाहिँ यो 25th सक्सेस बनाउनुपर्छ यो नेसनल मेडिकल कलेज। अनि यो नेसनल मेडिकल कलेज चाहिँ सर यो हाम्रो चाहिँ नेसनल मेडिकल कलेज बहुत बहुत धन्यवाद। नमस्ते सर। तो सबसे झगड़िए पूरा पार्टी पहले सब होते झगड़ा सब धेरै ठुलो ठुलो देखि सब बालमा जाऊ सब जोगुन हो तीन लोग ग्रीन सर भेटेर है ल धेरै खुसी लाग्यो ल सब केही दिनपछि चिन्नै गाह्रो हुन्छ। तिमी किन बोला के लाग्यो ल ल ढिलो भए घरमै बैठे
आज आफ्नै बच्चाहरूले आफैले स्वागत गर्दाखेरि फेरि कस्ता बच्चा भने लाइफमा आफ्नो मेहनत र बलबुताले त्यो स्थान प्राप्त गरिसक्यो जहाँ धेरै मान्छेको सपना हुन्छ र आफ्नो बच्चाले त्यो ठाउँ प्राप्त गरेपछि हामीले अरूतिर हेर्दाखेरि कुनै कुनै एउटा नाउँ आउँछ नि त बडा खुसी लाग्छ। त म आज भित्र आत्माबाट सबभन्दा पहिले धन्यवाद दिन चाहन्छु र म आफू त्यो एक्सप्रेस गर्न सकिरहेको छैन। मलाई के छ भने एक दिन म तयारी गएको थिएँ, एकबाल थियो त विचार हाम्रोमा नुवाकोटबाट के छ